ताऊ भने भुदै कपट भन्छ पुरा भेटि पनि म बसेर बताइदिउँस् न त्यही त किन हो भने म सोध्दैछु किन गर्नु यो मासु खानु न जन्मे मैले सकेको छैन अस्ति त तपाईँ त देउलिया मासु लिएर पठाउँथे फेरि कहाँ पठाइमा लिउ न देउलिया त मासुको अफर लिएर पठाउँथे हैन मेरा हेर्नुहोस् मासु खाने भाँडा छुट्टा खाने मैले पकाउने भाँडा छुट्टा खाने मासु मिठै हुन्न जन्मे नछोइको सोझो मान्छे छिटै मर्छ रे तर मलाई बाल भयो म त हेर्दा मात्र सोझो हो छोरी मान्छेको माया र बाख्रा एउटै रहेछ हौ साथी हो बाँधे कराउने छोडे हराउने साँच्चै भनेको निकै पोडै हो कि के हो गाँठी पनि निकै खडै भयो त साँच्चै भनेको हेलो हेलो हिजो राति मेरो फोन किन नउठाएको बहुत निन्द्रा लागेको थियो सुत्यो के भयो किन टेन्सन दिइरहेछ इतना न टेन्सन दिन्छु एक हप्ता तक निदै उडाइदिन्छु दुईजना बुढाबुढी हो आफ्नै बुढीसँग बस्नु भएको छ नि ए ल ठिक छ उसो भए अर्का बुढीसँग त मारिहाल्छ What is your name? My name is Dhwane Kasala. What is your mother name? बुझ्नुभयो मैले एउटा बिजनेस गर्न लाग्छु मिनेटमा करोड करोड फाइदा हुने सानसानो काम होइन म घमण्ड गर्दिनँ होइन त्यो काम गर्दैछु त्यसको लागि ठुलो काम तपाईँ मार्केटिङ काम तपाईँलाई दिन्छु म है दिन्छु तपाईँले अहिले 10,000 रुपियाँ सुरुमा ड्याङमा राखिदिन्छु म तर मलाई 5 करोड रुपियाँ चाहिँ मिलाइदिनु कहीँबाट लोन सोन निर्णय गर्न सक्नुहुन्न प्रचण्डजी को त नेपालमा निर्णय गर्न सक्ने गिरिजा प्रसाद कोइराला र प्रचण्डले निर्णय गर्न नसक्ने केपी ओली हो निर्णय गर्न सक्ने सुशील हो निर्णय गर्न सक्ने सेना समायोजन र हतियार व्यवस्थापन निर्णय गर्न नसकेर भयो जनतालाई भन्नु पर्छ प्लिज धन्यवाद लाइक कमेन्ट नगरे पनि भिडियो हेरिदिनु भएकोमा बुढो जोर मलाई हार बनाइदिनु न यहाँ आफ्नो कपाल झरेर कस्तो भन्छ यहाँ 2 लाख रुपियाँ चाहिन्छ यहाँ ट्रान्सप्लान्ट गर्नलाई हेयर ट्रान्सप्लान्ट गर्नलाई जम्मा गर्दैछु मलाई 2 लाखको हार बनाइदिनु मलाई तालु फुल्यो भने केही फरक पर्दैन बसिहाल्छ सोचे जस्तो केही हुँदैन के सोचेको के भयो खालि यस्तै हुन्छ यस्तै हुन्छ मेरो 20 लाख रुपैयाँ हरायो अनि तपाईलाई खबर गरेको हजुरलाई 20 लाख रुपैयाँ हजुर हराउनु हो हजुर खोलाको वेग सँगै बग्छु म फेरि पन्छीहरू नाच्दछन् मलाई नै घेरी Are you single? Yes, sir. पुर्गाममा तिमी शीतल छाया यो बर्खा ओर्ली आउँदा तिमी मेरो छाता यो वर्णनै गर्न नसकिने मायालाई कसरी बुझाउनु यति बुझिदिनु मेरो लागि तिमी र तिम्रो लागि म छु